कति हो चाउमिन पनि मुकबाङ खै मासु त होला त नि हो अकबारे कडा छ के खाने कहिले बनाएको मैले बनाएको कसरी तिमीले हुन्छ हौ अचम्म तपाईँले बनाइदिनु भएको खाएको सुतेर उठेर मैले बनाएको होइन अचम्म छ यतिको चाहिँ हुनुपर्छ है फेरि कति काटेको अब अकबार घर मतलब अगाइसक्यो त नि खाएको फ्याँक्छ है राख्नु तताउँदै खायो भने खाइसकिन तिमीलाई एउटा खाजा घर खोलिदिनु पर्यो क्या तपाईँले बनाएको होइन कुक म ल म तलबमा हुन्छ त अब यसमा मोमोको चटनी भयो भने कस्तो मिठो हुन्छ नि है मोमोको चटनी मान्छे यति यति हे खुवाइ चाहिँ फेरि डर हुन्छ सानो बजाउँदिन चाउमिन थुक्पा तर जे होस् चाउमिन दामी छ मेरो हातै मिठो छ क्या अरूभन्दा नि अन्त अर्डर गर्नु होला कृपया पुऱ्याउनु तिमी जाने होममेड खोल्नु पर्छ त अर्डर आउँछ अनि बनायो अनि प्याक गर्यो अनि अर्ग्यानिक हो नि यो फेरि यो मजा आउँछ नि डेलिभरी गर्यो अब भइहाल्यो त छैन कति पनि हुन्छ सक्यो अरूभन्दा नि अकबार चाहिँ दामी छ क्या खै आम्मामा रामै खै छ कहिले सक्ने त हौ यो सकिसक्यो पोख्न नपायो मासु त भागा भागै गर्छ त यार कुखुराले मलाई नखा भनेको क्या पिरो भयो भरि के हो सबैको त आउँछ सिन म मात्रै आउँछ पिरो पिरो बेगर फेरि मिठो हुँदैन पिरो भनेर के गर्नु पिरो बेगर रुच्दैन फेरि जाडोमा सही भयो अकबारीसँग भोलि थुक्पा खानुपर्छ थुक्पा त हिजो खाएको हौ हिजो हिजो नि चाउमिनै पो खाएको चाउमिन कहिले हिजो त अस्ति हो अनि थुक्पा कहिले खाएको अस्ति नै चम्चाले नि हान्नु पर्यो चाहिँ अलिक हान्न भनेको चम्चाले न अझै यार अर्कोले हाल्नु न बेलुका भात पाक्छ पाक्दैन खाने भात पनि
भात म चाहिँ खान्न है म अगाएँ खोर्सानी लबर पऱ्यो आफू चाहिँ यार पिरो राम्रै भयो बाहिर यतिको बनाइदिँदैन नि एक गेडा गुडी हाल्दा नि बाहिर बन्दा अनि पेप्सिकम अनि गाजर कोही मात्रै हाल्दैन पेप्सिकन होइन क्याप्सिकन पेप्सिकम मलाई त मन पर्दैन क्याप्सिकन क्या मनपर्छ खोर्सानी मैले 2-3 मेथी नि हालेँ होममेड चाउमिन अगायो खाऊ न हालिदिएको थियो तपाईँले अकबरे न अकबरे छ खा सक्यो फाइनली सक्छ नि त यता देखाउनु फाइनली लास्ट बाइट आजलाई बाइक भोलिलाई टाइट